बुवा भित्र जानुभएको 6-7 वर्ष भइसक्यो। उहाँले 10-12 वर्ष अगाडि बुन्नुभएको यो डोको। अनि उहाँकै झोलाको चाहिँ यो डोरी हो। यो कथाले मागेपछि अब नाम्लो छैन। अब यो स्याउला बोक्नको लागि, मल बनाउनको लागि चाहिँ डोको चाहिने। अनि यो थोत्रे दाम्लो पनि भेटाएँ। अनि यो नाम्लो बनाएँ। अब म के गर्छु भन्दाखेरि यो डोको बोकेर स्याउला काट्न जान्छु। लु, स्याउला भारी पनि तयार भयो। अब घरमा लाने, सुँगुरको खोरमा राख्ने, अनि मल बन्ने हुन्छ। स्याउलाको भारी बोक्न धेरै गाह्रो। आफूभन्दा अग्लो भारी पर्यो। ल, सुँगुरको खोरभित्र यी स्याउला ल्याएर राखियो। यो स्याउलामाथि बस्नुको आनन्द बेग्लै छ। यो क्रम चाहिँ केही समयको लागि जारी रहनेछ, ताकि राम्रो मल बनोस्, प्राकृतिक मल। र त्यो मल चाहिँ यता फलफुलतिर चाहिँ लगाउनलाई सहयोग मिल्नेछ।